आम्मामा यहाँ त के भसर छ त माथिबाट पानी हेलो गाइस, नमस्ते सबैजनालाई। होलीको दिन होली लागेछ। ह्याप्पी होली है सबैजनालाई। ह्याप्पी होली, ह्याप्पी होली। स्टार्ट गरौँ ल सबैले। ह्याप्पी होली है गाइस। ह्याप्पी होलीको दिन चेत्ता अब यसो कता गइन्छ होली मनाउन, के चल्दैछ हेरौँ भनेर हामी चाहिँ निस्किन लाग्यो। अब बाहिर गएर स्टार्ट गरौँ न। अब पहिला जस्तो होली चाहिँ छैन क्या है। पहिला बाटोभरि लोल्लाको प्याकेट हुन्थ्यो, अहिले त केही पनि छैन। देखि यस्तो सफा कहाँ हुनु रोड। हामी चाहिँ अब निस्किन लाग्यो। कहाँ गइन्छ ठेगान चाहिँ छैन। हेरौँ ल। हेर पुरै खाली छ यार बाटो त। त्यही पहिला त पुरै बाटोभरि लोल्दै लोकल लगाएको प्याकेट केही हुँदैन थियो। यहाँ चाहिँ लगाएर रहेछ अलिअलि त लगाएर रहेछ। यो दाइ त्यसले बल माथि उडाएर चाहिँ मलाई मतिर हान्दै भन्न थाल्यो क्या घरसँग भइदिएर। लोला भन्दा नि रङले खेल्दा रमाइलो क्या। लोला हान्दाखेरि कहाँ लगाइदिएला होइन। ए गाई नतर्साउनु न त्यसरी। यो पनि त्यसकै स्केटिङ सिस्केटिङ बन्न ला हो कि त्यो मिलनचको स्केटिङ छैन त्यो ट्राई गरेको है लडेर यो गाइस गेम जोन चाहिँ किन्नै नआउने रहेछ। कहाँ सकिन्छ त पहिलोचोटि गरे मान्छेले। अनि अहिले चाहिँ आउँछ 1 घन्टा हानेको। वहाँ यहाँ त खतरा होली चलिरहेको रहेछ त। ल ठिक हो। ल लास्ट टाइम नि यहाँ यस्तै थियो, गीत बजाएर डुङ डुङ गरेर रमाइलो थियो। योपालि नि सेम रहेछ। यहाँ उनीहरूलाई खतरा होली लागेको छ है। ल हेर हाने। A few moments later. गाइज चाहिँ बस्छु एकछिन, चाय खाइयो। अब यसो कता गइन्छ हेरौँ के छ माहौल। होलीको माहौल 2081 साल फागुन 29 गतेको माहौल। होली लागेको छ खत्रै। कताबाट जाने ए सार्वजनिक बिदा सार्वजनिक बिदा। अरे कहना क्या चाहते हो? ल आम्मामा के को गाडी हो बे? गाडी सो चलिरहेछ है यहाँ त। भसर पार्किङ छ त हौ यहाँ त। होली ला हो कि नर्लिङमा उत्पात नि बस भिड यहाँ जाम। नर्लिङ भनेको कहाँ हनाल? उयो यही भित्र हो। आम्मामा यहाँ त के भसर छ त। पाइन्छ हाम्रो घरतिर केही होली सोली केही लागेको छैन। सहरतिर चाहिँ अलि लागेको रहेछ। मेन रोडमा हेलमेटै मलाई कुदाइरहेको छ होली हो नि त। फेरि रङ चाहिँ एउटै तले छैन। पुरै जाम छ होइन, अरू त केही छैन। भ्यालेन्टिनो रुसै साबेरसम्म आइपुग्दासम्म बाइकमै पनि लोला खाइयो। यस्तो छ लोला खाइयो भन्दा नि अर्कोलाई हाने पानी जति सब छिटेर सब आफूतिर पऱ्यो कि। छतबाट पनि प्रहार भयो। तारमा ठोकेर सबै आफूतिर पऱ्यो। यतातिर चाहिँ मान्छेहरूको भिड रहेछ।
लोलाका पोकाहरू नै तल तल ड्रेनतिर छन् दियोस् यता लाग्दो रहेछ होली चाहिँ रङ्गी बिरङ्गी भएर हिँड्ने मान्छेहरू पुरै 1 eternity later. यहाँ आइयो पार्किङ सार्किङ गर्यो अब जति हुन्छ त्यति होइन अब यहाँ जम्मा भयो होइन यहाँ जाउँ त्यहाँ के रहेछ हेरौँ होइन ठिक छ गाइज हामी न्यु रोडसम्म नै आइपुग्यो बल्ल बल्ल पार्किङ गरेर हिँड्दै फुलै रमाइलो छ नि यहाँ फेरि बिजोग रमाइलो छ बिजोग ल ल ल जताततै सबजना सबजनालाई होली ल माथि छतबाट पानी फाल्दै होइन पानी पऱ्यो मोबाइलमा क्यामेरामा पनि उताबाट छुट्टै माथिबाट पानी हाल्यो बर्तो लोला छ सेफ साइड बस्छौँ हामी चाहिँ अरू भने त्यस्तै हो ए भसड हो माथि छतबाट पानी फाले खानु ऊ उहाँ छतबाट तल ऊ माथिबाट लोला हान्न यहाँ नि सेफ छैन यहाँ पनि सेफ छैन हो हामीले ओ बिचै बाटो हिँडौँ यार यहाँ त झन् निस्केर बिचै बाटो हिँडौँ उहाँ माथिबाट फालिरहनु हावामै रङ छ होलीको दिन हावामै रङ हात खुट्टा फल्दिँदै थामिरह है यता चाहिँ फाल्दैन रहेछ नै त्यो माथि छतबाट पेट्रोलिङ भएर पेट्रोलिङ पुष्पराज कतै होली रङ्गी बिरङ्गी भएर हिँड्छन् मान्छेहरू क्यामेरामा पनि उहाँ हेर्न प्लास्टिक लगाएर खिचिरहन् छन्न पर्छ ओहो यहाँ रहेछ नि त रमाइलो यो नि त होली भर्खर भिडियो टुरिस्टहरूलाई पनि होली लगाएर छ टुरिस्टहरूलाई पनि गेट बिहान चल्छ रङहरू गाडीबाट हानाहान चले त गाडी वाह यो अन्त लाइन यतिको चाहिँ हुनुपर्छ लोला परेको अवस्था बिजोग रमाइलो छ नि बिजोग
माथि बस्ने त भिआइपी निन्जा हतौडी निन्जा हतौडी हावामै रङ छ हावामै सक्छ रङ भइसक्यो होला रङै रङ केराहरू सब छुटेर कहाँ पुगिसक्यो राजा चाहियो भन्दै हिँड्ला त्यो होलीमा लोलाको भन्दा नि कलरको होली हुन्छ क्या त्यो चाहिँ राम्रो हो What is that? Oh. धेरै ठेलम खेलाइ चल्यो अहिले फर्क यहाँभन्दा उता जान सकिँदैन असल भिड खोइ होली हो कि राजाबाजी आन्दोलन छ जमजमै फर्किनु खोजौँ अब यस्तो पारा त रातभरि बाने होली मनाइयो होइन त साथीहरू होली मनाइयो होली मनाइयो होइन त होली मनाइयो ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली होली मनाइयो मनाइयो ह्याप्पी होली तिमीहरूलाई कसले दल दिएर मलाई मगर तिमीहरूलाई कसले दल दिएर उसको पनि पऱ्यो भित्र जाम जाम
यही हो न्यू रोड र बसन्तपुरको होली चाहिँ बबाले हुन्छ त्यो चाहिँ वर्षमा एक दिन आउँछ यसो रमाइलो त गर्नु परिहाल्यो अब हामी चाहिँ त्यहाँबाट चाहिँ उता जान नसक्ने भयो पुरो ठेलेर झन्डै मरेर थियो अब त्यहाँबाट फर्किने विचार गऱ्यो हामीले अब त्यहाँ बस्छौँ खाजासाजा खान्छौँ क्यामेरा नि हिट भइसक्यो पुरै बन्द हुने बेला भइसक्यो अड्किनु थालिसक्यो अब त्यहाँ बस्छौँ खाजासाजा खान्छौँ एकछिन रमाइलो गर्छौँ अनि फर्किन्छौँ है त गाइस कन्सर्ट पनि छ गाइस कन्सर्ट चल रहा गर्नु यो छ्या A few moments later. Jom. ल गाइज हामी निस्क्यौँ यहाँबाट रमाइलो भयो जे होस् कन्सर्टहरू पनि रहेछ छतबाट पनि पानी फाल्छन् होइन पानीबाट बज्दै हिँड्नुपर्छ रमाइलो छ होलीमा यो ठाउँ चाहिँ र अलिकति ठेलाइ बेसी हुने क्या अति नै ठेलाइ हुने क्या त्यही भएर धेरै परसम्म त पुगेन त्यहीँ बसन्तपुरसम्म पुग्यो अनि फर्केर आइयो त्यहाँको प्रभाव यहाँ चोकसम्म त छै त्यहीँको प्रभाव न्यु रोडको प्रभाव हो दिस इज यहाँबाट चट्ट जाउँ डाँडामा जाउँ अब सिधै डाँडामा गर अनि चिया खाउँ खाजा खाउँ अनि घर जानुपर्छ होइन खाजा त खानु पऱ्यो पेट पूजा त गर्नु पऱ्यो होइन त्यसै त मान्छे बाँचेको किन भने खानालाई बाँचे बाँच्नलाई खाएको प्रोपोर्सनल टु इच अदर बाटोमा चिलसँग माथि पुल छ है माथि त्यत्रो पुल राख्दै बाटो काट्नु भनेर मस्तो चुरोट तान्दै बिच बाटोमा बाटो काट्दै हिँडेर मान्छेहरू रमाइलो छ होली भन्दैमा जेन त गर्नु भएन नि हो एउटा सिभिक सेन्स भन्ने हुन्छ नि आफ्नो ये बड़ी अच्छी बात कही आप हैन ल त्यत्रो पुल छ यहाँ हेर न मस्त रमाइलो छ क्या यता गुहेश्वरीतिर चाहिँ खासै होली ल्याएर हिँड्छ त्यहाँ माथि चाहिँ अलिअलि लोलाका प्याकेटहरू चाहिँ गुहेश्वरीमा खासै होली चाहिँ लाएर हिँड्छ जे होस् अन्त पशुपतितिर फोहोर फाल्न नि अलिकति
गाह्रो होला फोहोर बनाउनु त भएन नि होइन लोलाको भन्दा कलरको होली खेल्नुपर्छ क्या अनि पो रमाइलो हुन्छ त उहाँ छतछतबाट बाल्टी धारा लगाएर हान्छन् उहाँ न्यु रोडतिर अलिअलि त जे होस् लोला नि हाल्छन् त्यसको फोर्नी भइहाल्छ तर धेरै जस्तो चाहिँ त्यसरी हान्ने रहेछ क्या माथिबाट पाइप लाएर अथवा बाल्टिनीले हान्ने रहेछन् खासै त्यस्तो फोहोर चाहिँ नदेखिन् क्या त्यो रङको भाइको रङ पनि फोहोर त भइहाल्छ अभियस कुरो हो हावामै रङ क्या हावामै रङ जता सुने रङै रङ रमाइलो छ होलीमा होली शिवरात्रि अब यही त हो नि चाडपर्वहरू भने होइन दसैँ चैते दसैँ लोसार सबैको आफ्नै मान्यता छ क्या यही त हो नि वर्षमा एक दिन आउँछ सबै रमाइलो गर्ने त हो नि होइन ठिक छ यसरी पढाइ पनि वर्षको एक दिन मात्रै आउने भए सबैले मनाउँदै होला क्या होइन र पढाइ दिनकै आउँछ त्यही भएर मान्छे फेड अप भइसक्यो पढाइ दिन गाइज हामी शिवचोक पनि आइयो पुरै घुमेर होइन जिउसिउतिर त खासै रङ लागेन तर पछाडिपट्टि चाहिँ खै पछाडितिर चाहिँ त्यो जल्लिँदा मान्छेहरूले फेल्ला फाल्दा पुरै कलरमय भएको कलरमय होलीबारी भइयो अब हामी आउन लाग्यौँ हाम्रो डाँडा हाम्रो प्यारो डाँडा हाम्रो प्यारो दोस्रो घर ल गाइज हामी आइयो हाम्रो दोस्रो घर आइयो क्रिकेट स्टेडियम देखिसक्यो के चलिरहेको यहाँ स्पोन्सर सहितको चलिरहेको झन्डा सन्डाहरू पनि छन् आफ्नै घर अगाडि के चलिरहेको के थाहा होइन यस्तो त हामी डाँडा आइयो अर्को त आइसकेछौ ल आइयो गाइज है आजको लागि यस्तै आइयो गाइज त्यही हो गेम जोन चाहिँ आजको ब्लग चाहिँ यति थियो है गाइज होलीमा रमाइलो भयो सबैलाई ह्याप्पी होली सबैजना हाँसी खुसी बस्नु होला भन्ने आश गर्दछु ल त गाइज आजलाई यति बाई गाइज लाइक सेयर कमेन्ट सब्सक्राइब सबै ठोक्नुहोस् है अनि बुस्ट हुन्छ त म नि होइन ल त गाइज बाई